अनबोर्ड डिजिटल कक्षामा म हजुरहरु सबैलाई स्वागत गर्दछु र आजको यो सेसन चाहिँ अति नै इन्ट्रेस्टिङ हुनेवाला छ। किन इन्ट्रेस्टिङ हुनेवाला छ त भन्दाखेरि आज हामीहरु चेन्जिङ जियोपोलिटिक्स को कुरा गर्ने छौं। कसरी हाम्रो जियोपोलिटिक्स बदलिँदै छ। रिसेन्टली हामीले के देख्यौं त भन्दाखेरि प्रेसिडेन्ट अफ द युनाइटेड स्टेट्स डोनाल्ड ट्रम्प र प्रेसिडेन्ट अफ युक्रेन जेलेन्स्की को बीचमा भर्बल फाइट भएको ओभल अफिसमा देख्यौं। यो प्राय जस्तो क्यामेरामा देख्ने त कुरै हैन। यो बन्द कमरामा हुन्थ्यो भयो भने पनि, किनभने यदि हामीहरु कुनै पनि प्रकारको नेगोसिएसन गर्दै छौं भने गिभ एन्ड टेक हुन्छ। अनि त्यति बेला के हुन्छ, भर्बल फाइट पनि हुन्छ। कति जना केसेसहरु भन्नुहुन्छ जो जसले नेगोसिएसनमा पार्ट लिनु भएको थियो, पानीको बोतलहरु हुन्छ नि एक अर्कामा हान्ने चलन पनि छ हुन्छ, तर त्यो चाहिँ बन्द कमरामा हुन्छ है। यसरी क्यामेराको अगाडि चाहिँ हुँदैन। तर फर्स्ट टाइम हामीले यस्तो देख्यौं हैन। अनि अहिले के चल्दै छ त भन्दाखेरि वर्ल्डमा वार पनि चलिरहेको छ है। रसियाले युक्रेनलाई वार अट्याक गरिरहेको छ, उतापट्टि हमास र इजरायलको पनि वार चलिरहेको छ। डोनाल्ड ट्रम्पले ट्यारिफको नाम जपे हुनुहुन्छ है। हामीले त बिहान उठेर मन्त्र जपे पनि डोनाल्ड ट्रम्पले ट्यारिफ 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 त्यसरी नै जप्नुहुन्छ होला सर। त्यस्तै लाग्छ जस्तो प्रकारले ट्यारिफ जसलाई पनि जुनै पनि कन्ट्रीलाई ट्यारिफ लगाउनु हुँदैछ। किन चाहिँ यो सबै किन हुँदैछ त भनेर चाहिँ सम अप गर्ने चाहिँ म कोशिश गर्छु आजको यो सेसनमा। अनि भारतको पोलिसी पनि है, भारतको इन्टरनेशनल पोलिसी जुन चाहिँ थियो पहिला न्याम भनेको के हो, नन अलाइन्ड मुभमेन्ट। नन अलाइन्ड मुभमेन्टबाट अहिले कसरी हामी मल्टी अलाइन्ड मुभमेन्टमा गयौं, यो सबैको बारेमा डिस्कस गर्नेछौं। ठीक छ। तर हाम्रो पर्टिकुलरली डिस्कसन चाहिँ केमा सीमित रहनेछ त भन्दाखेरि रसिया युक्रेनको जुन चाहिँ युद्ध हुँदैछ अनि डोनाल्ड ट्रम्पको बारेमा है। जो डोनाल्ड ट्रम्पको जुन चाहिँ ट्यारिफ छ त्यसको, अनि अझै एउटा इम्पोर्टेन्ट टपिक चाहिँ हामीले के जानेछौं त भन्दाखेरि डजको बारेमा। जस्तै आजको सेसनमा हामीहरु जान्नेछौं व्हाट इज नेटो। नेटो भनेको के हो, यसको फुल फर्म चाहिँ हो नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन। यो नेटोकै कारणले गर्दाखेरि वार भइरहेको छ, युक्रेन र रसियाको वार है। किन हुँदैछ त्यो सबै हामीहरु एक्सप्लेन गर्ने कोशिश गर्छु है त म। रिजन बिहाइन्ड रसिया एन्ड युक्रेन वार, रसिया र युक्रेनको वार युद्ध किन भइरहेको छ अहिले चेन्जिङ जियोपोलिटिक्समा, उनीहरुले पाउनु खासमा उनको मेन इन्टेन्सन चाहिँ के हो है वारको, त्यसको बारेमा पनि डिस्कस गर्नेछौं। अनि डिमान्ड एन्ड एफर्ट्स टु एन्ड द वार। रिसेन्टली जेलेन्स्की जानु भएको थियो ओभल अफिसमा नेगोसिएसन गर्नको लागि, वारलाई खतम गर्नको लागि। तर त्यहाँ वारलाई खतम त भएन, उल्टै एस्केलेट भयो। त्यो पनि किन भयो, सबैको आफ्नो आफ्नो मोटिभ छ। जस्तै युएसए को आफ्नै मोटिभ छ, चाइनाको आफ्नै मोटिभ छ, EU को आफ्नै मोटिभ छ। EU भनेको युरोपियन युनियन, उनीहरुको आफ्नै मोटिभ छ है। त्यो सबै डिस्कस गर्नेछौं। अनि युएसए को न्यू इकोनोमिक पोलिसी, युनाइटेड स्टेट्स अफ अमेरिकाले एउटा नयाँ इकोनोमिक पोलिसी लिएर आएको छ। मैले भनिहाले ट्यारिफको नाम जप्छन् उनीहरु। यो ट्यारिफ पहिला अहिले ट्यारिफ थियो, पहिला के थियो भन्दाखेरि स्याङ्क्सन्स लगाउँथ्यो। जस्तै पहिलाको स्याङ्क्सन्स कसरी लगाउँथ्यो भन्दाखेरि कार्डसा भन्ने एक्ट थियो, त्यसको बारेमा पनि आज यही सेसनमा जान्नेछौं है। ट्यारिफ लगाउँदाखेरि के इम्प्याक्ट पर्छ र स्याङ्क्सनले के इम्प्याक्ट पर्छ त्यो सबैको बारेमा हामी जान्नेछौं। अनि अर्को चाहिँ हो डज। डज भनेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी। यो डजको फाइन्डिङ्स देखेर त तपाईहरुलाई कति जनालाई थाहा छ कि थाहा छैन। यदि थाहा छैन भने त तपाईहरु छक्कै नै पर्नुहुन्छ। डजको फाइन्डिङ्स यो चाहिँ नयाँ एउटा निकालेको छ गभर्नमेन्ट अफ युनाइटेड स्टेट्सले, डज भन्ने। ठीक छ। यसको मेन उद्देश्य र मेन काम चाहिँ के हो भन्दाखेरि जहाँ वेस्टफुल मनी छ नि, जहाँ बेकाममा पैसाहरु गइरहेको छ त्यसको बारेमा हेर्ने काम। जस्तै यसले इम्प्याक्ट भारतलाई पनि पार्दैछ, नेपाललाई पनि पार्दैछ। नेपालमा दुईटा कन्डिसन्स छ जहाँ चाहिँ डजले आफ्नो फन्डिङ रोक्यो। ठीक छ। नेपालमा पनि छ, भुटानमा पनि छ, बंगलादेशमा पनि छ। यो सबैको डिटेल्सहरु हामीहरु अन्तिममा पढ्नेछौं। ठीक छ। अब पहिलो कुरा, नेटो जान्नु भन्दा अगाडि हामीले वर्ल्ड वार द्वितीय जान्नुपर्छ। हामीले डल्लै डिटेल्स त जान्ने हैन, वार किन सुरु भयो त्यो सबै त हामीहरु जान्ने छैनौं यो सेसनमा। अगर त्यो जान्ने थाल्यो भने पुरा बेसी लामो हुन्छ है त भिडियो। जस्ट छोटकरीमा चाहिँ किनभने हामीले नेटो जान्नु छ नि त, नेटो जान्नको लागि वर्ल्ड वार 2 चाहिँ जान्नै पर्यो। अलिकति ब्रिफमा हामीहरु जान्नेछौं। कहिले भएको थियो त वर्ल्ड वार 2 भन्दाखेरि द्वितीय विश्वयुद्ध भएको थियो 1939 देखिको 1945 मा। 1939 देखिको 1945 मा। अनि यो मान्छेलाई त तपाईलाई चिन्नु नै हुन्छ होला। यो मान्छे को हो त भन्दाखेरि हाम्रो ब्रदर, ब्रो को ब्रो भन्दाखेरि हिटलर।
उहाँको नाम हिटलर हो है। उहाँ चाहिँ जर्मनीको डिक्टेटर हुनुहुन्थ्यो राइट। द्वितीय विश्वयुद्धमा अब कसको अगेन्स्टमा लड्दै थियो त द्वितीय विश्वयुद्ध कसको बीचमा भएको थियो भन्दाखेरि दुईटा पावर्सको बीचमा भएको थियो। एउटा पावरको नाम हो एक्सिस पावर हो, अर्को पावरको नाम अलाइड पावर्स। ठीक छ, एक्सिस पावर्समा तीनजना प्राय इम्पोर्टेन्ट कन्ट्रिजहरू थिए। को त भन्दाखेरि एउटा थियो जर्मनी, इटली र जापान। र यो हाम्रो हिटलर ब्रो चाहिँ जर्मनीमा पर्नुहुन्थ्यो। ठीक छ, अब अर्को चाहिँ को थियो भन्दाखेरि अलाइड पावर्सहरू। त्यो चाहिँ को त हुन् भन्दाखेरि फ्रान्स एउटा, ओके, ग्रेट ब्रिटेन, ब्रिटेनले आफूलाई ग्रेट भन्छ। त्यो त हामीले स्ट्यान्ड अप कमेडीमा पनि देखेको थियौँ है। युनाइटेड किङडम हो ग्रेट ब्रिटेन भनेको। युनाइटेड स्टेट्स युएसए, सोभियत युनियन, सोभियत युनियन भनेको युएसएसआर भन्छ, अहिलेको प्रेजेन्ट रसिया भन्दा हुन्छ। ठीक छ, अनि चाइना। अब यसो विचार गर्दाखेरि अहिले जो युनाइटेड नेसन्समा पर्मानेन्ट सेक्युरिटी सिट प्रदान जसलाई भएको छ त्यो चाहिँ एलाइड पावर्सलाई नै भएको छ। दे आर द मेम्बर्स अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल, युएनएससी को पर्मानेन्ट मेम्बर्स, पर्मानेन्ट 5 P5 भन्छ नि, को हो त भन्दाखेरि एलाइड पावर्स हो। अनि किन उनीहरू चाहिँ युनाइटेड नेसन्सको पर्मानेन्ट मेम्बरसिप आउनुहुन्छ त भन्दाखेरि बिकज एलाइड पावर्सले चाहिँ वर्ल्ड वार 2 जितेको थिए। ठीक छ, अब हेर्नुहोस्, जहिले पनि इतिहास पढ्दा, हिस्ट्री पढ्दा या त जियोग्राफी पढ्दाखेरि यदि हामीले म्यापको सहारा लिएर पढेको छौँ भने, जानेको छ भने हामीलाई ज्यादा स्मरण पनि हुन्छ, ज्यादा छिटो याद पनि आउँछ। त्यही भएर हामीले म्यापको सहारा लिन्छौँ है त। हेर्नुहोस् के भएको थियो भन्दाखेरि यो ब्ल्याक सी छ, यहाँ ब्ल्याक सी यहाँ देख्न सक्नुहुन्छ होला हजुरहरू है। ब्ल्याक सीको अलिकति माथि यहाँ एउटा सहर थियो जसको नाम चाहिँ हो याल्टा, याल्टा YALTA। याल्टा सहरमा एउटा जमघोर भएको थियो मान्छेको। ठीक छ, त्यसमा चाहिँ के जमघोर भएको थियो भन्दाखेरि जमघोर भएर मिटिङ भनौँ न है, मिटिङ भएको थियो। मिटिङमा चाहिँ के डिसाइड गरेको थियो त भन्दाखेरि यो जुन चाहिँ जर्मनी छ नि, यो जर्मनीलाई विभाजन गर्ने भनेर मिटिङ हुँदै थियो याल्टा सहरमा। किन हुँदै थियो भन्दाखेरि जुन चाहिँ हामीले अघिले भनेको थियौँ हिटलर जर्मनी चाहिँ हार्नु आँटेको थियो। अनि हिटलर मर्नुभन्दा 4 महिना अगाडि नै यो याल्टामा चाहिँ मिटिङ भइसकेको थियो हो। त्यो मिटिङमा चाहिँ के डिसाइड भयो त भन्दाखेरि यो जर्मनीलाई 4 भाग गर्ने चाहिँ डिसाइड भयो याल्टामा। ओके, 4 भाग गरेर एक भाग लग्छ युकेले, युनाइटेड किङडमले, अर्को भाग लग्छ युएसएले, अर्को भाग लग्छ फ्रान्सले हो। अनि यो जुन चाहिँ रहिगएको छ ईस्ट जर्मनी, यो चाहिँ लान्छ कसले भन्दाखेरि यो चाहिँ लान्छ रसियाले। यो चाहिँ के थियो भन्दाखेरि याल्टा सहरमा जर्मनीको विभाजनको कुरा भएको थियो। ठीक छ, अब किन चाहिँ त्यस्तो भयो त भन्दाखेरि किनभने जर्मनी त हार्यो, वर्ल्ड वार 2 हार्यो जर्मनी है। अनि हारिसकेपछि के भयो भन्दाखेरि जुन चाहिँ मस्को छ नि, यो रसिया युएसएसआर भन्छ यसलाई, युएसएसआर त्यति बेला, ओके, सोभियत सङ्घ हिन्दीमा भन्नुपर्दाखेरि सोभियत सङ्घ। अब युएसएसआर को पार्ट त्यति बेला को थियो त भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ, यो हो एस्टोनिया, यो ल्याटभिया, यो लिथुवेनिया। यो 3टा कन्ट्रिजलाई बाल्टिक नेसन भन्छ। बाल्टिक नेसन किन बाल्टिक नेसन भन्छ भन्दाखेरि यो जुन चाहिँ ब्लू कलरको सी देख्नु हुँदैछ नि हैन, यो सी चाहिँ के हो भन्दाखेरि बाल्टिक सी भन्छ। सो बाल्टिक सी को नजिक भएको कारणले गर्दाखेरि यसलाई बाल्टिक नेसन भन्छ। अब यो बाल्टिक नेसन चाहिँ युएसएसआर को पार्ट थियो, अहिलेको रसियाको पार्ट हैन नि, फेरि युएसएसआर को पार्ट थियो। ठीक छ, युएसएसआर को पार्ट बेलारुस पनि थियो, बेलारुस पनि युएसएसआर कै पार्ट थियो। अब युक्रेन पनि युएसएसआर कै पार्ट थियो, याद गर्नुपर्ने कुरा। ठीक छ, अनि यो ककेसस एरिया भन्छ यसलाई। यसमा चाहिँ के भन्छ, जर्जिया, अजरबैजान र अर्मेनिया, जर्जिया, अजरबैजान, अर्मेनिया यो सबै के को पार्ट थियो भन्दाखेरि युएसएसआर को पार्ट थियो। अनि सेन्ट्रल इन्डियामा आउँछ अजरबैजान, तुर्कमेनिस्तान, उज्बेकिस्तान, यो जति पनि छ नि सेन्ट्रल इन्डियामा हुने, त्यो सबै के को पार्ट थियो भन्दाखेरि युएसएसआर को पार्ट थियो। भन्नुको मतलब चाहिँ के हो भन्दा युएसएसआर को पार्ट चाहिँ कति थियो भन्दाखेरि यो सबै चाहिँ युएसएसआर को पार्ट थियो पहिला। ठीक छ, यो सबै
यो सबै USSR को पार्ट थियो पहिला। विभाजन हुनुभन्दा अगाडि विभाजन कहिले भएको थियो 1991 मा। त्यसको बारेमा पनि हामीहरु पढ्ने छौं। ठीक छ। अब युरोपलाई लाग्यो के लाग्यो भन्दाखेरि USSR ले वर्ल्ड वार त सक्यो। वर्ल्ड वार सकिएर जर्मनीको विभाजन पनि भयो। विभाजन भइसकेपछि के भयो त भन्दाखेरि USSR ले यतिमा मात्रै रोकिएन। उनीहरुले के गर्यो आफ्नो प्रभुत्व बढाउन थाल्यो यतापटि। ठीक छ। यतापटि भन्नुको मतलब आफ्नो वेस्टमा को जान्छ भन्दाखेरि अब युनाइटेड किंगडमलाई समस्या भयो, डेनमार्कलाई समस्या भयो है, यहाँ पेरिस फ्रान्सलाई समस्या भयो। किन समस्या भयो भन्दाखेरि उनीहरुको आइडियोलोजी के हो? सोभियत संघको आइडियोलोजी के हो भन्दाखेरि कम्युनिस्टको आइडियोलोजी हो। उनीहरुलाई डेमोक्रेसीसँग मतलब थिएन हैन। अनि त्यो आइडियोलोजीलाई त कुनै पनि हालतमा वेस्टले एक्सेप्ट गर्न सक्दैन। किनभने कम्युनिजममा त बिलिभ गर्दैन नि त। कम्युनिजम भनेको के हो भन्दाखेरि एउटा लिडर हुन्छ, हो त्यो लिडरले नै त्यहाँ अब डेमोक्रेसी अथवा भोट गर्ने केही पनि चलन छैन। ठीक छ। त्यो कम्युनिस्ट आइडियोलोजी हो। राइट। उनीहरुले आफ्नो आइडियोलोजी चाहिँ यतापटि बढाउँदै थिए। ठीक छ। प्रभुत्व बढाउँदै थिए। ठीक छ। त्यो चाहिँ रोक्नु पर्यो नि त। त्यो रोक्नुको लागि चाहिँ यो सबै याल्टामा भयो। अनि याल्टामा अझै एउटा कुरा के भयो भन्दाखेरि रसियालाई भनियो के भनियो त भन्दा रसिया तिमी अबदेखिको आफ्नो वेस्टपटि विभाजन गर्दैनौ भनेर भनियो। ठीक छ। वर्ल्ड वार त कहिले सकेको थियो 1945 मा। अब रसियाले चाहिँ के गर्छ त भन्दाखेरि रसियाको इन्फ्लुएन्स चाहिँ बढाइ छ। जस्तै यो हेर्नु न, अघि मैले भनेको थिएँ नि यो सबै रसिया अहिले प्रेजेन्ट रसिया यत्रो छ। हेर्नुस् ल, म तपाईलाई भन्दैछु प्रेजेन्ट रसिया यत्रो छ। यो हेर्नुस् कत्रो ठुलो छ प्रेजेन्ट रसिया। विभाजन भइसकेपछिको रसिया हो यो। अब विभाजन हुनुभन्दा अगाडिको रसिया कत्रो थियो भन्दाखेरि यो उज्बेकिस्तान, तुर्कमेनिस्तान, तजिकिस्तान, कजाकिस्तान यो सबै है, यो एरिया, यो ककेसस एरिया पनि, युक्रेन, बेलारुस यो एरिया पनि, यो सबै एरिया चाहिँ कसको थियो त भन्दाखेरि रसियाको थियो। दैट इज USSR को थियो, सोभियत संघको थियो। अब त्यतिमा मात्र नरोकिएर चाहिँ रसियाले के पनि गर्यो भन्दाखेरि वेस्टपटि पनि जाँदै थियो। ठीक छ। यसको प्रभावलाई रोक्नुको लागि याल्टामा फेरि पनि के भयो मिटिङ भयो। ठीक छ। तर रसियाको अगेन्स्ट उनीहरूले मिटिङ गरेर रसियालाई भने कि तिमीहरु यता स्प्रेड नहुआ भनेर। तर रसिया मान्नेवाला त थिएन किनभने पावरफुल भइसकेको थियो हैन। पावरफुल भइसकेर रसियाले के गर्यो भन्दाखेरि 1948 मा 1948 मा चेकोस्लोभाकिया भन्ने एउटा कन्ट्री थियो त्यति बेला। अहिले त छैन। अहिले के छ भन्दाखेरि चेक रिपब्लिक भिन्दै भएको छ अनि स्लोभाकिया भिन्दै भएको छ। यो एउटा कन्ट्री थियो पहिला है। अनि अहिले चाहिँ यो कन्ट्रीमा विभाजन भएको छ। जसरी भारत र पाकिस्तानको विभाजन भएको थियो हो त्यसै गरी चेकोस्लोभाकियाको पनि अहिले चाहिँ विभाजन भएको थियो। तर 1948 मा चाहिँ के गर्यो त भन्दाखेरि रसियाले फर्दर वेस्टपटि आएर चेकोस्लोभाकियामा पनि तख्तापलट गरिदियो अनि उनीहरुको रेजिम कु गर्यो। जसरी अहिले बंगलादेशमा कु भएको छ नि, हो यसै गरी कु गर्यो। आफ्नो पपेट रेजिम त्यहाँ बसायो। कसले? रसियाले। यो बसाउँदाखेरि अब त साह्रो पर्यो कसले भन्दाखेरि वेस्टलाई पुरै साह्रो पर्यो। आफ्नो प्रभुत्व बढाइ छ रसियाले हैन। अब त्यसलाई त रोक्नु पर्यो। यस्तो प्रकारले त सबै युरोप नै रसियाको कन्ट्रोलमा हुन्छ। सबै युरोपमै के हुन्छ भन्दाखेरि कम्युनिस्ट आइडियोलोजी पनप्छ है। त्यसलाई त रोक्नु पर्यो। त्यसलाई रोक्नुको लागि चाहिँ नेटोको गठन हुन्छ। त्यसलाई रोक्नुको लागि के को गठन हुन्छ भन्दाखेरि नेटोको फुल फर्म के हो? नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन। कहिले हुन्छ भन्दाखेरि 4 अप्रिल 1949 मा नेटोको गठन हुन्छ। नेटोको गठन हुँदाखेरि 12 वटा कन्ट्रीजहरु त्यसमा पार्टिसिपेट गर्छन्। ठीक छ। सबै युरोपियन नेशन्सहरु को हुन् त भन्दाखेरि बेल्जियम, क्यानाडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, UK र USA। यहाँ सबैभन्दा इम्पोर्टेन्ट चाहिँ को हो त भन्दाखेरि युनाइटेड स्टेट्स अफ अमेरिका हो। किन भन्दाखेरि उनीहरुकोमा न्युक्लियर पावर वेपन्स थियो। ठीक छ। अब यो नेटोमा 12 वटा आर्टिकल्स छ। ओके, 12 वटा आर्टिकल्स छ। 12 वटा आर्टिकल इम्पोर्टेन्ट हैन। हामीलाई आर्टिकल नम्बर 5 चाहिँ इम्पोर्टेन्ट हो। किन इम्पोर्टेन्ट हो भन्दाखेरि 5th आर्टिकल नम्बर 5 ले चाहिँ के भन्छ भन्दाखेरि यदि कुनै एउटा देशमा अट्याक गर्छ रसियाले भनी त्यसको अर्थ चाहिँ के लगाइन्छ त भन्दाखेरि सबै देशमा नै अट्याक गरेको लगाइन्छ।
यसको अर्थ के हो भन्दाखेरि जस्तै रसियाले त यतापट्टि वेस्टवर्ड आक्रमण गरेको थियो हैन, अनि आफ्नो पपेट रेजिम बसाउँदै थियो। अब रसियाले नर्वेलाई यदि त्यस्तो गर्नु चाह्यो भने है, यो रसिया हो, यो रसियाले नर्वेमा एट्याक गर्यो या त उनीहरूको रेजिम चेन्ज गरायो भने नर्वे सिन्स इट्स अ पार्ट अफ नेटो, नर्वे हेर्नुस् नेटोको पार्ट हो। यसको अर्थ चाहिँ के हो भन्दाखेरि रसियाले नर्वेमा चाहिँ एट्याक गरेर त्यसको रेजिम चेन्ज गर्यो भने त्यो चाहिँ के बुझिन्छ त भन्दाखेरि या त एट्याक मात्रै पनि गर्यो भने पनि के बुझिन्छ भन्दाखेरि यो एट्याक युएसए लाई गर्दैछ भनेर बुझिन्छ। युएसए लाई मात्र हैन, सबै कन्ट्रीजलाई एट्याक गर्छ भनेर बुझिन्छ। अनि सबै कन्ट्रीजले एकैचोटी रसियालाई एट्याक गर्न सक्छ। यो चाहिँ हो नेटो, नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन। ठीक छ, सुरु गर्नुभन्दा अगाडि कतिवटा थियो, सुरु गर्दाखेरि कतिवटा थियो कन्ट्रीजहरू, 12 वटा कन्ट्रीहरू थियो। ठीक छ, अहिले कतिवटा छ त भन्दाखेरि 32 वटा कन्ट्रीजहरू, 32 वटा कन्ट्रीजहरू नेटोको पार्ट छ। र लेटेस्ट एडिसन चाहिँ को हो त भन्दाखेरि स्विडेन हो। यो स्विडेन चाहिँ 32nd मेम्बर भयो नेटोको। ठीक छ, स्विडेन वाज द 32nd मेम्बर अफ नेटो। राइट, ओके, यो चाहिँ भयो नेटोको कहानी। अब नेटो त बनायो कसले भन्दाखेरि वेस्टको मान्छेहरूले है, उनीहरूलाई सेक्युरिटी प्रदान गर्यो नेटो भनेको चाहिँ हैन। अब कसैले पनि अब रसियाले यो सोच्नु सक्दैन कि म नर्वेलाई लान्छु भनेर या त बेल्जियमलाई लान्छु भनेर सोच्नु सक्दैन। सोच्यो भने के हुन्छ, या त गर्यो भने एट्याक गर्यो भने के हुन्छ भन्दाखेरि सिधा सिधी 12 वटा कन्ट्री या त अब अहिलेको फिलहालमा चाहिँ 32 वटा कन्ट्रीले चाहिँ डाइरेक्ट एट्याक गर्न सक्छ। अब हेर्नुस्, अहिले युक्रेन चाहिँ पार्ट नेटोको पार्ट थिएन। ठीक छ, युक्रेन नेटोको पार्ट हुन्छु भन्दाखेरि चाहिँ रसियाले आक्रमण गरेको हो युक्रेनलाई। ओके, त्यो किन गर्यो त्यो हामीले बुझ्नेछौँ। अब त्यसको रेस्पोन्समा, नेटोको रेस्पोन्समा रसियाले वार्सो प्याक्ट बनायो। कहिले बनायो भन्दाखेरि 1955 मा बनायो। ठीक छ, एउटा अलायन्स नेटोको थियो जो चाहिँ वेस्ट लेड थियो। अर्को अलायन्स चाहिँ कसले बनायो भन्दाखेरि रसियाले बनायो। अलराइट, रसियाले के बनायो भन्दाखेरि वार्सो प्याक्ट भन्ने बनायो 1955 मा। को कन्ट्रीजहरू मिलेर बनायो त भन्दाखेरि पोल्यान्ड, चेकोस्लोभाकिया, हंगरी, रोमानिया, बल्गेरिया, अल्बेनिया, इस्ट जर्मनी। जर्मनीको त विभाजन भइसकेको थियो हैन। ईस्ट जर्मनी कसले लगेको थियो भनेको थियो मैले, रसियाले लगेको थियो हैन। सो ईस्ट जर्मनी वाज अल्सो पार्ट अफ दैट। अलराइट, अब नेटोको विरुद्धमा त रसियाले वार्सो प्याक्ट बनायो। अब टाइम बित्दै गयो, हेर्नुस् है त 1955 भयो। अब त्यो बीचमा त अब थुप्रो कुरा भयो, त्यो हामीले डिस्कस गर्ने छैन, जस्ट ब्रिफमा मात्रै डिस्कस गर्छौँ। अब टाइम बित्दै गयो, कति पुग्यो भन्दाखेरि 1989 पुग्यो है। अब 1989 पुगिसकेपछि रसिया पनि अलिक कमजोर भयो। बुझ्नुभयो त, रसिया कमजोर भएर चाहिँ के भयो भन्दाखेरि यो जुन चाहिँ वार्सो प्याक्ट बनाएको थियो नि, यो वार्सो प्याक्ट यो कन्ट्रीजहरूले साइन गरेको थियो। उनीहरूको चाहिँ यो कन्ट्रीजहरू चाहिँ अब छत्रछायामा हामीले सोभियत सङ्घको युएसएसआर को छत्रछायामा बस्दैनौँ भनेर चाहिँ उनीहरूले वार्सो प्याक्टबाट आफूलाई नाम विथड्र गर्यो। ठीक छ, कहिले विथड्र गर्यो भन्दाखेरि 1989 मा विथड्र गर्यो। अलराइट, अर्को यही वर्षमा चाहिँ के भयो भन्दाखेरि जुन चाहिँ बर्लिनको वल थियो त्यो डिमोलिस्ट गर्यो। त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि बर्लिन भनेको के हो, जर्मनीको क्यापिटल। जस्तै यो जर्मनी थियो नि हैन, जर्मनीको क्यापिटल बर्लिन, बर्लिनको वललाई चाहिँ डिस्टर्ब गर्यो या त डेमोलिश गर्यो। ठीक छ, द्याट मिन्स एकीकृत गर्यो। ईस्ट जर्मनी वेस्ट जर्मनीलाई के गर्यो, एकीकृत गर्यो। ठीक छ, यो भयो 1989 मा। अब 1991 मा चाहिँ के भयो, युएसएसआर नै चाहिँ डेमोलिश भयो। यसको अर्थ चाहिँ के हो भन्दाखेरि युएसएसआर डेमोलिश भयो भनेको चाहिँ के हो भने जुन चाहिँ अघि हामीले भनेको थियौँ, यो जुन चाहिँ मेम्बर्सहरू छ, यो मेम्बर्स, यो बाल्टिक नेसन्स बेलारुस, पोल्यान्ड, युक्रेन है, यतिमा चाहिँ विभाजन भयो। कसको भन्दाखेरि युक्रेनको। भारतको त विभाजन पाकिस्तान बन्यो र बङ्गलादेश बन्यो हैन, भारत थियो एउटा, पाकिस्तान बन्यो र बङ्गलादेश बन्यो। तर युएसएसआर चाहिँ कतिमा डिभाइड भयो भन्दाखेरि यहाँ त 3टा कन्ट्री, 4, 5 है, यतापट्टि 5 वटा कन्ट्री, 10 त अलरेडी भइसक्यो, यतापट्टि 3, 10, 11, 12, 13 वटा कन्ट्री, 14, 15 वटा कन्ट्रीजहरूमा चाहिँ के भयो, विभाजन भयो, एउटा युएसएसआर। ठीक छ, अनि अहिले चाहिँ युएसएसआर नबनेर हामीले के भन्छौँ भन्दाखेरि रसिया भन्छौँ। यो चाहिँ कहिले भयो भन्दाखेरि बीच फेजमा चाहिँ कोल्ड वार सुरु भयो। त्यो सबै हामीले डिस्कस गरिनौँ, किन विभाजन भयो त्यो सब डिस्कस गरिनौँ, तर भयो विभाजन। ठीक छ, कहिले भयो भन्दाखेरि 1991 मा भयो है। अब भारतले चाहिँ कसलाई चुज गर्यो त हेर्नुस्, एउटा थियो युएसए, अर्को थियो रसिया
ठिक छ, रसियाले वार्सो प्याक्ट गर्यो, युएसए ले नेटो प्याक्ट गर्यो। अब भारतले कसलाई चुज गर्यो त भन्दाखेरि भारतले कसैलाई पनि चुज गरेन। भारतले चुज गर्यो नन अलाइन्ड मुभमेन्ट, आफ्नो मुभमेन्ट बनाए। पण्डित जवाहरलाल नेहरू र इन्डोनेसियाको प्राइम मिनिस्टरको अध्यक्षतामा नन अलाइन्ड मुभमेन्ट भारतले गर्यो। त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि हामीहरू न त युएसए को पार्टमा छौँ, युएसए को खेमामा छौँ, न त रसियाको खेमामा छौँ। हामी नन अलाइनमेन्ट, कसैमा पनि अलाइन गर्दिनौँ भनेर भनेको छ। ठिक छ, कतिवटा कन्ट्रिज थियो, थुप्रो कन्ट्रिज थियो। हेर्नुहोस् यहाँ जति पनि ग्रीन कन्ट्रिज छ, लाइट ग्रीन कन्ट्रिज, यो लाइट ग्रीन कन्ट्रिजहरू यिनीहरू सबै फुल मेम्बर्सहरू। जस्तै यो माथिपट्टि यो के हो भन्दाखेरि मङ्गोलिया, इन्डोनेसिया, भारत, पाकिस्तान, यतापट्टि गएर इरानहरू भयो है, अनि जति पनि मिडल इस्ट नेसन्सहरू छ, अफ्रिकन नेसन्सहरू प्रायः जस्तो सबै छ हैन। यतापट्टि साउदर्न अमेरिकाको नेसन्सहरू पनि छ। अलराइट, यिनीहरू चाहिँ के हो भन्दाखेरि यो चाहिँ लाइट ग्रिनमा भएको सबै यिनीहरू फुल मेम्बर्सहरू हो। अनिखेरि अलिकति डार्क ग्रिनमा भएको यिनीहरू अब्जर्भर्सहरू हो, अनि यो ग्रेमा छ यिनीहरू चाहिँ नन मेम्बर्सहरू। जस्तै अस्ट्रेलिया वाज नट पार्ट अफ नन अलाइन्ड मुभमेन्ट। ठिक छ, भारतले कसैको पनि पक्ष लिएन। ओके, तर अब यो पोलिसी चाहिँ अहिलेको फिलहालमा चाहिँ चेन्ज भएको छ। कसरी चेन्ज भएको छ भन्दाखेरि अहिले भारत डज नट बिलिभ इन नन अलाइन्ड मुभमेन्ट। अहिले भारतमा नन अलाइन्ड मुभमेन्ट भन्ने केही कन्सेप्टै छैन। अहिले भारत केमा चल्छ त भन्दाखेरि मल्टी अलाइन्ड मुभमेन्टमा चल्छ। यसको अर्थ के हो भन्दाखेरि भारतले आफ्नो नेसनल इन्ट्रेस्ट हेर्छ। जस्तै इक्जाम्पल लिनु पर्दाखेरि भारतलाई काट्सा एक्ट लगाएको थियो युएसएमा, ठिक छ, स्याङ्सन लगाएको थियो। किन लगाएको थियो भन्दाखेरि भारतले पर्चेस गर्यो S-400 भनेको एउटा डिफेन्स मिसाइल सिस्टम थियो रसियाबाट। ओके, काट्साको एक्टको बारेमा हामीले पढ्छौँ नि एकछिनमा, तर भए पनि अहिले नै हामीले चाहिँ मल्टी अलाइनमेन्ट चाहिँ कसरी बुझ्ने त भनेर चाहिँ त्यो इक्जाम्पल दिएर म भन्दैछु। ओके, हाम्रो नेसनल इन्ट्रेस्टमा हामीलाई लाग्यो कि S-400 हामीले लिनुपर्छ, भलै अमेरिकाले स्याङ्सन गरोस् कि नगरोस् मतलब भएन। ठिक छ, अब हामीले कतिवटा आइटम्सहरू युएसए को बारेमा पर्चेस गरिरहेको छौँ जो चाहिँ रसियालाई मन पर्दैन। तर हाम्रो नेसनल इन्ट्रेस्टमा के लाग्छ त भन्दाखेरि हामीले त्यो कुरा गर्दाखेरि हैन, त्यो कुरा गर्दाखेरि यदि हाम्रो नेसनल इन्ट्रेस्ट फुलफिल हुन्छ भने हामी डेफिनेटली गर्छौँ। अर्को पर्फेक्ट इक्जाम्पल के हो भन्दाखेरि यही पालि जति बेला युक्रेन र रसियाको वार भएको थियो, भारतमा कति दबाब दिएको थियो कि तेल नकिन्नु भनेर, रसियाकोबाट तेल नकिन्नु भनेर, हामी स्याङ्सन्स लगाउँछौँ तिमीलाई भनेर हैन। तर भए पनि त्यो स्याङ्सनको मतलब गरेन भारतले है, तेल पुरै मजाले किन्यो। किनेपछि के भयो भन्दाखेरि हामीले एटलिस्ट जुन चाहिँ तेलको दाम छ नि सुट अप हुनु दिएनौँ। भारतको पनि ठुलो भूमिका छ र त्यसमा चाइनाको पनि ठुलो भूमिका छ। चाइनाले पनि पुरा बेसी किन्यो रसियाकोबाट स्याङ्सन्सको पर्वाह नगरिकन, किन? हाम्रो नेसनल इन्ट्रेस्टको कुरा हो हैन। त्यसै गरी हामीले अमेरिकाबाट केही पनि फाइदा हुँदैछ भने हामी अमेरिकाबाट पनि गर्छौँ। जस्ट अहिले चाहिँ के हो भन्दाखेरि नेसनल इन्ट्रेस्ट, जहाँ हाम्रो नेसनल इन्ट्रेस्ट फुलफिल हुँदैछ त्यहाँ हामी जान्छौँ। इट्स नट द्याट हामीहरू एसोसिएट गर्दैनौँ है। कतिजना जयशङ्करको पनि यदि हजुरहरूले इन्टरभ्यूहरू हेर्नुहुन्छ भने यु आर अन द फेन्स भनेर भन्छन् क्या त जयशङ्करलाई। उहाँले भन्नुहुन्छ वी आर नट इन फेन्स, हामीहरू फेन्समा छैनौँ। इट्स नट लाइक नन एलाइनमेन्ट मुभमेन्ट होइन हाम्रो होइन। सो हामीहरू चाहिँ के छौँ भन्दाखेरि हामीहरू कसैको पनि साइड लिँदैनौँ, हामीहरू पिसको साइड लिन्छौँ। उहाँले त्यसरी नै भन्नुभएको छ होइन। सो अहिले चाहिँ प्रायः जस्तो भारतमा मात्र होइन, प्रायः जस्तो अहिले यस्तो सबै विचार गर्नुहोस्, प्रायः जस्तो कन्ट्रिजहरूले आफ्नो सेल्फ इन्ट्रेस्ट मात्रै हेर्छ। अहिले ट्रम्पले ट्यारिफ लगाउँदैछ, त्यो पनि किन भन्दाखेरि आफ्नो सेल्फ इन्ट्रेस्ट प्रोटेक्ट गर्नको लागि। ठिक छ, त्यसको बारेमा हामीहरू अलरेडी पढे नै छौँ। ओके, यो शब्द भयो भारतले अहिलेसम्म कसैलाई चुज गरेन। नन अलाइनमेन्ट मुभमेन्ट, वार्सो प्याक्टको बारेमा पनि हामीले जान्यौँ, अनि नेटोको बारेमा पनि हामीले जान्यौँ। अनि 1991 रसियाको द्याट इज युएसएसआरको विभाजन पनि हामीले देख्यौँ। अब के भयो त भन्दाखेरि हामी फास्ट फरवर्ड गरौँ 2014मा 2014मा के भयो भन्दाखेरि यो एरिया जुन चाहिँ देख्नु हुँदैछ तपाईँले, यो एरियालाई भन्छ क्राइमिया। यो चाहिँ के को पार्ट हो भन्दाखेरि त्यति बेला कसको पार्ट थियो भन्दाखेरि युक्रेनको पार्ट थियो। ठिक छ, क्राइमिया। अब रसियाले एट्याक गरिदियो क्राइमियालाई, अनि 2014मा इन्भेड गर्यो, लियो आफ्नो पार्ट द्याट इज युक्रेनको पार्ट जो चाहिँ क्राइमिया छ। क्राइमिया चाहिँ कसले लियो भन्दाखेरि रसियाले लियो। रसियाले लिइसकेपछि 2014मा के गर्यो त भन्दाखेरि अरू देशहरूले कसरी प्रतिक्रिया देखाए त भन्दाखेरि
त्यति बेला G8 हुने गर्थ्यो। G8 भनेको ग्रुप अफ 8। यसको अर्थ चाहिँ त्यो 8 वटा देश जो चाहिँ इकोनोमिकली भेरी वेल डेभलप्ड एडभान्स्ड इकोनोमिजहरू छन् उनीहरूको एउटा समूह थियो। हो त्यो समूहबाट चाहिँ रसियालाई निकाल्दियो अनि G8 बाट G7 भयो। यति मात्रै गर्यो, यो भन्दा ठुलो प्रतिक्रिया केही पनि लिएन। ठीक छ, वर्ल्डले भनौँ अहिले जसरी प्रतिक्रिया लिँदैछ कि स्याङ्सन्स गर्नुपर्छ या त वारमा जानुपर्छ, त्यो सब केही थिएन कति बेला भन्दाखेरि 2014 मा। अब यो क्राइमिया जुन चाहिँ युक्रेनको पार्ट थियो, रसियाले किन इन्भेड गर्यो त भन्दाखेरि त्यति बेला युक्रेनले के भन्दै थियो भन्दाखेरि आई वान्ट टु बी द पार्ट अफ युरोपियन युनियन भन्दै थियो, म EU को पार्ट हुन चाहन्छु भन्दै थियो। ठीक छ, त्यो कुरा रसियालाई मन परेन। रसियालाई त के थियो भन्दाखेरि एउटा बहाना मात्रै चाहिएको थियो यो पार्ट लिने। ओके, त्यो बहाना दियो। अनि किन चाहिएको थियो भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु, यो ब्ल्याक सी हो। यो ब्ल्याक सी बाट चाहिँ ट्रेड राम्रो हुन सक्छ। यो सी अफ अजोव भन्छ यसलाई। ठीक छ, रसियाको जुन चाहिँ क्षेत्र थियो, क्षेत्रफल सी अफ अजोव सम्म मात्रै थियो। अब क्राइमिया पनि आफ्नो क्षेत्रमा आफ्नो अधीनमा ल्याइसकेपछि चाहिँ ब्ल्याक सी पनि उसकै अधीनमा भयो। ब्ल्याक सी बाट त ट्रेड राम्रो गर्न सक्छ हैन। त्यही भएर चाहिँ रसियाले चाहिँ के गर्न चाहन्थ्यो त भन्दाखेरि क्राइमियालाई एट्याक गर्न चाहन्थ्यो। अनि युक्रेनले बहाना पनि दियो युरोपियन युनियनमा जान्छु भनेर। ठीक छ, त्यो त हो 2014 मा। अब रिसेन्टली चाहिँ किन चाहिँ रसियाले एट्याक गर्दै युक्रेनलाई भन्दाखेरि युक्रेनले के भन्यो भन्दाखेरि म चाहिँ नेटोको पार्ट हुन चाहन्छु भनेर भन्यो। अब नेटोको पार्ट हुन चाहन्छु त रसियाले कुनै पनि हालतमा मन्जुर थिएन। किन मन्जुर थिएन भन्नुहुन्छ भन्दाखेरि जस्तै हामीले यो एक्जाम्पल दिएर बुझ्न सक्छौं। अब हेर्नुस्, यो युक्रेन अहिले यहाँ छ है, अनि रसिया यो हो। अब युक्रेन नेटोको पार्ट होइन। नेटोको पार्ट नहुँदाखेरि रसियाले युक्रेनलाई एट्याक गर्दाखेरि यो बुझिँदैन कि नेटोको सबै मेम्बर्सले एट्याक गरेको हैन। अब युक्रेन नेटोको मेम्बर हुने बित्तिकै भोलिको दिनमा के हुन्छ त भन्दाखेरि USA को ट्रुप्स, युनाइटेड स्टेट्स अफ अमेरिका जो छ त्यसको ट्रुप्स यहाँ आएर बस्छ। यहाँ आएर बस्ने बित्तिकै के भयो, रसियालाई त साह्रो पर्यो किनभने आफ्नै मुखको अगाडि USA को ट्रुप्स आएर बसिरहेको छ, साह्रो पर्यो नि त। हो, त्यही भएर चाहिँ रसियाले के भन्छ त भन्दाखेरि जस्तै त्यसको हाम्रो सन्दर्भमा बुझ्नु पर्दाखेरि जस्तै भारत यहाँ छैन हैन, यो भारत हो, यो नेपाल एउटा बफर स्टेट हो। हाम्रो लागि भारतको लागि नेपाल के हो, बफर स्टेट हो है। यहाँ टिबेट छ अनि यहाँ चाइना छ। अब भोलिको दिनमा BRI भनेर बुझ्नुपर्छ तपाईले के हो, बेल्ट एन्ड रोड इनिसिएटिभ। भारतले नेपालले चाहिँ के गर्यो भन्दाखेरि रिसेन्टली BRI साइन गर्यो। BRI साइन गर्दाखेरि भारतले विरोध गर्यो। किन विरोध गर्यो भन्दाखेरि BRI कसको प्रोग्राम हो, चाइनाको प्रोग्राम हो। ठीक छ, चाइनाको प्रोग्राम हो इन्फ्रास्ट्रक्चर डेभलप गर्ने। ओके, मैले भनिहालेँ त अहिले के छ भन्दाखेरि जति पनि कन्ट्रीज छन् सबैले नेशनल इन्ट्रेस्ट हेर्छन्। ठीक छ, अब नेपाललाई यहाँ के लाग्यो त भन्दाखेरि BRI आयो भने बेल्ट एन्ड रोड इनिसिएटिभ द्वारा इन्फ्रास्ट्रक्चर प्रोजेक्ट आफ्नो देशमा आयो भने हामीलाई इकोनोमिकली फाइदा हुन्छ भनेर नेपालले सोच्यो। किनभने नेपालले आफ्नो सेल्फ इन्ट्रेस्ट सोच्छ हैन। अनि त्यही भएर चाहिँ उसले के गर्यो, चाइनाको फन्डिङ लिएर आयो। अब सोच्नुस् भारतको बोर्ड अफ कन्टेन्सन चाहिँ के हो त भन्दाखेरि यहाँ आएर है, जस्तो यो नेपाल भयो, यो बोर्डर भयो, यो बोर्डर एरियामा चाहिँ इन्फ्रास्ट्रक्चर डेभलप गरे रे सपोज, कसले भन्दाखेरि चाइनाले डेभलप गरे रे यहाँ। अब त्यसको अर्थ त के भयो भन्दाखेरि चाइना त हाम्रै मुखमा आएर बस्यो। यो सेक्युरिटी थ्रेट भयो कसलाई भन्दाखेरि भारतलाई हो। त्यस्तै प्रकारले चाहिँ यहाँनिर के भयो त भन्दाखेरि त्यस्तै प्रकारले यहाँनिर युक्रेनको जग्गामा यदि USA को ट्रुप्सहरू आएर बस्यो भने खतराको घण्टी कसलाई बज्दैछ भन्दाखेरि रसियालाई बज्दैछ। त्यही भएर चाहिँ रसिया नेभर वान्ट्स युक्रेन टु बी पार्ट अफ नेटो। कुनै पनि हालतमा रसिया चाहँदैन कि युक्रेन नेटोको पार्ट होस् भनेर। तर यसमा पनि ठुलो झोल छ। झोल चाहिँ कसरी छ भन्दाखेरि हामीहरू यहाँबाट बुझ्न सक्छौं। हेर्नुस् है, यहाँबाट बुझ्न सक्छौं। अब रसियाले त भन्दैछ मिलिट्री थ्रेट छ, प्रेजेन्स अफ USA ट्रुप्स आयो भने मलाई समस्या हुन्छ भनेर। तर चाहिँ के भयो भन्दाखेरि म्यापबाटै हामीले बुझ्यो भने चाहिँ सजिलो हुन्छ हामीलाई। अब हेर्नुस् है त, यहाँ यो म्यापमा अब जुन चाहिँ रिजनिङ रसियालाई दिँदैछ नि कि यहाँ आएर
यदि युएसए को ट्रुप्स बस्यो भने मलाई साह्रो पर्यो, त्यही भएर चाहिँ मैले युक्रेनलाई एट्याक गरेँ भनेर जुन चाहिँ रसियाले भन्दैछ त्यो कुरा भ्यालिड चाहिँ अलिकति लाग्दैन। किन लाग्दैन भन्दाखेरि यो जुन चाहिँ फिनल्यान्ड एरिया देख्नु हुँदैछ, यो फिनल्यान्ड एरिया यो पनि नेटोको पार्ट हो। ओके, यो नेटोको पार्ट हो। अब हेर्नुहोस् यो फिनल्यान्डसँग यो रसिया जोडेकै छ, तर जब फिनल्यान्ड नेटोको पार्ट भयो त्यति बेला त रसियाले फिनल्यान्डलाई एट्याक गरेन त। अगर उसलाई सेक्युरिटी थ्रेट थियो भने है, युएसएसँग डर लाग्थ्यो, ट्रुपसँग डर लाग्थ्यो भने उसले त फिनल्यान्डलाई पनि एट्याक गर्नुपर्ने हो, तर गरेन। रसियालाई मात्रै एट्याक के अरे युक्रेनलाई मात्रै एट्याक गर्यो। किन हो यो रिजन चाहिँ? किन भन्दाखेरि युक्रेनमा चाहिँ के छ भन्दाखेरि रेयर अर्थ मिनरल्स छ। अहिले रेयर अर्थ मिनरल्स, रेयर अर्थ मिनरल्स यो खासमा सबै रिजन फाइट हुनुपर्ने मेन रिजन र मेन मकसद नै के हो? यो रेयर अर्थ मिनरल्स हो। ठिक छ, यसको काम चाहिँ के हो त भन्दाखेरि रेयर अर्थ मिनरल्सको काम के हो भन्दाखेरि सेमी कन्डक्टर इन्डस्ट्रीमा रेयर अर्थ मिनरल्स चाहिन्छ। अब सेमी कन्डक्टर त हामीलाई थाहा छ, अहिलेको हिसाबमा यो पेन बनाउनको लागि पनि सेमी कन्डक्टर चाहिन्छ, यो बोर्ड बनाउनको लागि पनि सेमी कन्डक्टर चाहिन्छ, जुन चाहिँ क्यामेरामा मैले हेर्दैछु पढ्दैछु त्यसमा पनि चाहिन्छ, जुन चाहिँ मेरो ल्यापटप छ यहाँ अगाडि स्क्रिन छ मोनिटर हो त्यसमा पनि सेमी कन्डक्टर चाहिन्छ, यो इनफ्याक्ट यो स्पिकर छ स्पिकरमा पनि सेमी कन्डक्टर चाहिन्छ। भन्नुको मतलब अहिले जति पनि आइटम्सहरू बनिँदैछ सेमी कन्डक्टर बिना बनिँदैन, र सेमी कन्डक्टर बनाउनको लागि के चाहिन्छ भन्दाखेरि रेयर अर्थ मिनरल्स चाहिन्छ। र यो रेयर अर्थ मिनरल्स चाहिँ कहाँ छ भन्दाखेरि युक्रेनमा पुरा बेसी छ हैन। 2300को वर्चस्व बनाउनुको लागि चाहिँ यो फाइट भएको, र यसकोमा आँखा एकदम चिल जस्तो गिद्ध जस्तो गाडेर कसले बसेको छ भन्दाखेरि थुप्रो कन्ट्रिजले, रसिया, युएसए, युरोपियन युनियन, रसिया, युएसए अनि अझै युक्रेन पनि ठिक छ। मेन वर्चस्व र मेन रिजन चाहिँ यही हो। युएसएले प्रस्ताव राख्यो योपालि रिसेन्टली कोसँग भन्दाखेरि जेलेन्स्कीसँग के गर्नु खोज्दैछ? डिल गर्नु खोज्दैछ। जेलेन्स्कीले भन्दैछ मलाई डिल त गर्नु छ, ठिकै छ, राम्रै हो, तर मलाई सेक्युरिटी दिनु भनेर। त्यही भएको थियो नि त अस्तिको जुन चाहिँ झगडा भएको थियो हैन, सेक्युरिटी दिनु। उताबाट युएसएले भन्दैछ सेक्युरिटी दिनु सक्दिनँ म तँलाई, पहिला युएसए साइन गरिहाल। त्यो डिलमा चाहिँ के छ भन्दाखेरि युएसए वान्ट्स टु डिग, जुन चाहिँ भन्छ नि अब डिग गर्नुपर्छ भनेर ट्रम्पले डिग गर्नु चाहन्छ। के डिग गर्नु? रेयर अर्थ मिनरल्स, यो एरियाको रेयर अर्थ मिनरल्स चाहिँ लिनु चाहन्छ। कसले भन्दाखेरि युएसएले पनि सेम कुरा चाहन्छ, कसले? रसियाले पनि सेम कुरा चाहन्छ, इयुले पनि, युरोपियन युनियनले पनि हैन, सेम कुरा चाहन्छ युक्रेनले पनि। सो यो चाहिँ कसको लागि हो भन्दाखेरि रेयर अर्थ मिनरल्सको लागि चाहिँ हो। बेसिकली मेन रिजन यो जुन चाहिँ झगडा भइरहेको छ अहिले सबै। सो यो त हो एउटा रिजन अफ कन्फ्लिक्ट एज फार एज रसिया इज कन्सर्न। अब हेरौँ युक्रेनले के भनाइ छ? युक्रेनको के भनाइ छ त भन्दाखेरि चाहिँ युक्रेनले भन्दैछ म त भिक्टिम हो, रसियाले त मलाई इन्भेड गरेको छ, ठिक छ, म त भिक्टिम हो। सो त्यही भएर जति पनि कन्ट्रिजहरू छ इन्क्लुडिङ भारत कसलाई हेल्प गर्नुपर्छ त भन्दाखेरि युक्रेनलाई हेल्प गर्नुपर्छ भनेर भन्दैछ। जति बेला मोदीजीले रसियन प्रेसिडेन्ट भ्लादिमिर पुटिनलाई भेट्नु भएको थियो अनि मोदीजीको त तपाईँलाई थाहा छ गले मिल्नुहुन्छ है, उहाँले त हक गर्नुहुन्छ। त्यो हक गर्दाखेरि युक्रेनको जुन चाहिँ जेलेन्स्की छ उसले एउटा कमेन्ट गरेको थियो है मोदीजीको विरुद्धमा, एउटा जो हत्यारा छ उसलाई चाहिँ मोदीजीले हक गर्नुभयो भनेर यसरी कमेन्ट गरेको थियो, ठिक छ। अब किन त्यस्तो गरेको थियो भन्दाखेरि चाहिँ युक्रेनको भनाइमा चाहिँ त्यो रसियाले हामीलाई इन्भेड गरेको थियो, हामी त इनोसेन्ट मान्छे हो, ठिक छ। अब रसियाको भनाइ भिन्दै छ, हामीहरू कसैको पक्ष लिनेवाला छैनौँ। जस्तै जयशङ्करजीले के भन्नुभएको छ भन्दाखेरि युरोप सुड कम आउट अफ द फ्रेमवर्क, जुन चाहिँ माइन्ड छ नि उनीहरूको कि युरोप्स प्रब्लम इज वर्ल्ड्स प्रब्लम बट वर्ल्ड्स प्रब्लम इज नट युरोप्स प्रब्लम। भेरी भेरी फेमस लाइन जयशङ्करजीले भन्नुभएको छ। सो हामीहरू त कसैलाई पनि अलाइन गर्नुवाला छैनौँ, हामीहरू ह्युम्यानिटेरियनको हिसाबमा चाहिँ हामीले हेल्प गर्छौँ, हामीले हेल्प पनि गरेको छौँ, युक्रेनको थुप्रो हेल्प गरेको छौँ है। सो त्यही भएर चाहिँ युक्रेनले चाहिँ के गर्छ, आफूलाई सेल्फ भिक्टिम बनाउँदैछ, राइट। अनि अर्को रिजन चाहिँ के हो भन्दाखेरि रिसेन्टली हामीले देखेको छौँ युएसए को प्रेसिडेन्ट
ले जेलेन्स्कीलाई डिक्टेटरसम्म पनि भन्नुभएको छ। किन डिक्टेटर भन्नुभएको छ भन्दाखेरि युक्रेनमा त हुनुपर्ने थियो के इलेक्सन हुनुपर्ने थियो युक्रेनमा, तर युक्रेनमा इलेक्सन भएन। किन भएन भन्दाखेरि जेलेन्स्कीलाई त यो वार कन्टिन्यू गराउनु छ, जति कन्टिन्यू गरायो त्यति बेसी पैसा आउने हो हैन। पैसा कसरी आउँछ त्यो पनि हामीहरू अगाडि पढ्नेछौँ, कसले दिन्छ त पैसा त्यो पनि हामीहरू अगाडि पढ्नेछौँ। ठिक छ, जति वारलाई इलोंगेट गर्यो त्यति नै फाइदा चाहिँ कसले हुन्छ त भन्दाखेरि युक्रेनको हाम्रो प्रेसिडेन्ट भ्लादिमिर पुटिन, युक्रेनको प्रेसिडेन्ट उसको नाम चाहिँ के हो जेलेन्स्की, उसलाई हुनेछ। ठिक छ, सो त्यही भएर चाहिँ डिक्टेटरसम्म पनि भन्नुभयो। किन डिक्टेटर भन्नुभयो भन्दाखेरि उसले आफ्नो कन्ट्रीमा के गरेको छैन, इलेक्सन गराएको छैन हैन। हि इज नट एट अल सिरियस। अब सोच्नुहोस् एउटा कन्डिसन, आफ्नो देशमा वार भइरहेको छ, ठिक छ, वार भइरहेको छ। वार हुँदाखेरि त्यो मान्छेले चाहिँ के गर्दछ भन्दाखेरि आफ्नो मिलिट्रीलाई हेर्नु होइन, उसले हि इज नट एट अल सिरियस। त्यही भएर चाहिँ उसले के गर्दछ भन्दाखेरि वोग म्यागजिनको लागि चाहिँ फोटोसुट गर्दछ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू, यहाँ हेर्नुहोस् जेलेन्स्कीले के गर्दछ, वोग म्यागजिन एउटा ठुलो एकदम प्रतिष्ठित म्यागजिन हो, उसको लागि चाहिँ आफ्नो बुढीसँग वार जोनमा वार हुँदैछ उसको कन्ट्रीमा, तर उसले चाहिँ के गर्दछ, फोटोसुट गर्दैछ। अनि एउटा मान्छेले के पनि भन्नुभएको छ भन्दाखेरि वाइ डिड वी स्पेन्ड 54 बिलियन टु युक्रेन, हामीले $54 बिलियन युक्रेनलाई किन दिन्छौँ जब जेलेन्स्की एन्ड हिज वाइफ कुड पोज फर वोग, जबकि जेलेन्स्की र उसको वाइफ पोज दिँदैछ वोग म्यागजिनको लागि। ठिक छ, डोनाल्ड ट्रम्प आउनुभन्दा अगाडि जो बाइडेनले भरभरको पैसा दिएको थियो, भरभरको। अब अहिले आएर ट्रम्पले आजकै दिन अनाउन्स के गर्यो त भन्दाखेरि म स्टप गर्दैछु, जति पनि फन्डिङ छ वार फन्डिङ युक्रेनमा म कम्प्लिटली स्टप गर्दैछु भनेर भनेको छ। ठिक छ, अब दिस पर्सन इज नट एट अल सिरियस हुने खालको मान्छे नै होइन। यो मान्छे को हो भन्दाखेरि पहिला कमेडियन थियो, कमेडियन। सो हि नोज कसरी टिभीमा आउनुपर्ने हो, कसरी आफूलाई प्रोजेक्ट गर्नुपर्ने हो, यो सबै थाहा छ यो मान्छेलाई। राइट, अब हेर्नुहोस् त्यो ट्रम्पसँग त्यो भइसकेपछि, झगडा भइसकेपछि के गर्यो त भन्दाखेरि यो जेलेन्स्की गयो कहाँ भन्दा युकेमा, युनाइटेड किङडममा। ओके, यो एउटा आर्टिकल बीबीसी को, युरोपियन लिडर्स ब्याक जेलेन्स्की आफ्टर ट्रम्प क्लास। ट्रम्पसँग क्लास भइसकेपछि EU को नेसन मेम्बर्सहरू चाहिँ कसलाई ब्याक गर्यो भन्दाखेरि जेलेन्स्कीलाई ब्याक गर्यो। ओके, यो फेमस भएको थियो फोटो, त्यति बेला जेलेन्स्की जब युकेमा पुगेको थियो सबै युरोपियन नेसन्सहरू आएर चाहिँ यो फोटोसुट गर्नुभएको थियो। ठिक छ, अब यो फोटोमा सबभन्दा इन्ट्रेस्टिङ चाहिँ को छ भन्दाखेरि हाम्रो यहाँ जस्टिन द ट्रुडो, त्यो चाहिँ को हो भन्दाखेरि क्यानाडाको प्राइम मिनिस्टर हो, तर ट्रम्पको हिसाबमा चाहिँ उहाँ चाहिँ को हो भन्दाखेरि गभर्नर अफ क्यानाडा भनेर सम्बोधन गर्नुहुन्छ है। तर मलाई इन्ट्रेस्टिङ एउटा मान्छे को लाग्यो त भन्दाखेरि उहाँ त हुनु त EU को पार्ट पनि होइन, हि इज नट इभन अ पार्ट अफ EU, तर भए पनि अब सोलिडारिटी देखाउनुको लागि जानुभएको थियो। त्यसको खामिजा त पुरै मजाले भोगिराख्नु भएको छ, किनभने युएसएले अझै एडिसनल ट्यारिफ इम्पोज गरेको छ क्यानाडामा है। अनि इन्ट्रेस्टिङ मान्छे चाहिँ को लाग्यो त भन्दाखेरि हाम्रो भाबीजी जर्जिया मेलोनी पनि हुनुहुन्थ्यो। भलै जर्जिया मेलोनी राइट विङमा आउनुहुन्छ है, राइट विङ यहाँ जति पनि हुनुहुन्छ, जति पनि देख्नुहुन्छ सबै प्रायः जस्तो लेफ्ट विङतिर आइडियोलोजिस्ट हुन्छ, लेफ्टिस्ट आइडियोलोजिस्ट हुन्छ, त्यसको सम्बोधन गर्नुहुन्छ। तर हाम्रो भाबीजी सङ्गतको असरले पनि होला है, उहाँ चाहिँ राइट विङ हो, तर भए पनि यो सोलिडारिटी देखाउनुको लागि चाहिँ उहाँ पनि यो फोटोमा हुनुहुन्थ्यो। भेरी भेरी फेमस फोटो जो चाहिँ भाइरल भएको थियो। अब हेर्नुहोस्, अब यो वारलाई कन्टिन्यू गराउनुको लागि युरोपियन युनियन किन तत्पर छ त भन्दाखेरि हेर्नुहोस् पैसा कति दिँदैछ त युएसएले भन्दाखेरि यहाँ हेर्नु सक्नुहुन्छ, यो त 2023 को हो, 2023 को। यसमा युनाइटेड स्टेट्सले $860,000 मिलियन रुपिस चाहिँ दिँदैछ। कसको लागि भन्दाखेरि नेटोको लागि। कसले सबभन्दा बेसी स्पेन्डिङ युनाइटेड स्टेट्सले। ठिक छ, अब सेकेन्डमा को छ जर्मनी। हेर्नुहोस् न डिफरेन्स, 1 लाख पनि छैन, $68,080 फलोड बाई युके। अब यत्रो बेसी पैसा आउँदैछ है, अलमोस्ट 8 टाइम्स 9 टाइम्स 9 गुणा बेसी पैसा आउँदैछ भनेपछि त यो पैसा त किन पनि छोड्नु चाहँदैन नि त कसैले पनि। यति बेसी पैसा आउँदैछ, युनाइटेड स्टेट्सले भरभरको दिइरहेको थियो। योभन्दा अगाडिको प्रेसिडेन्ट जो चाहिँ थियो
उसले त पुरै दिइरहेको थियो। तर यो प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले चाहिँ रिसेन्टली के भन्नुभएको छ, यो फन्डिङ जुन चाहिँ छ म रोक्दैछु भनेर। ठिक छ, जस्तै अब युएसए को थिङ्क ट्याङ्क्सले त के पनि चल्दैछ भन्दाखेरि कुराहरू हामीहरू नेटोबाट बाहिर निस्क्यौँ भनेर पनि कुरा चल्दैछ। त्यो भयो भने त अब नेटो नै सकिन्छ। नेटो सकिसकेपछि के हुन्छ, रसियाले आरामले एट्याक गर्न सक्छ। अहिले एउटा हिन्ड्रेन्स छ, को छ भन्दाखेरि युएसए। ठिक छ, त्यो त एउटा रिजन भयो, मेन मनी फ्रम युएसए। त्यही भएर पनि EU चाहँदैन वार सकिनु। अर्को रसिया इन्भेड, उनीहरूले सेल्फ भिक्टिमाइजेसन गर्नु खोज्दैछन्। जस्तै उनीहरूले भन्दैछन् कि रसियाले इन्भेड गरेको युक्रेनलाई, सो रसिया मस्ट बी पनिस्ड भनेर भन्दैछन्। ठिक छ, उनीहरूको भनाइ थियो। अब एउटा इन्ट्रेस्टिङ र एउटा फनी कुरा चाहिँ के हो भन्दाखेरि फ्रान्स जो छ, फ्रान्स र युके, फ्रान्स र युनाइटेड किङडम, यो दुईटा मात्रै कन्ट्री छ युरोपियन युनियनमा जसकोमा चाहिँ के छ भन्दाखेरि न्युक्लियर वेपन्स छ। ठिक छ, फ्रान्सले चाहिँ के दियो त भन्दाखेरि आफ्नो सुझाव भनौँ न है, आफ्नो सुझावमा के दियो भन्दाखेरि जुन चाहिँ न्युक्लियर वेपन हाम्रोमा छ, मेरोमा छ, म त्यो न्युक्लियर वेपन चाहिँ जति पनि EU कन्ट्रिजहरू छ उनीहरूलाई दिन्छु। युएसए को सपोर्ट चाहिँदैन हामीलाई, होइन। उनीहरूले के भन्यो भन्दाखेरि फ्रान्सले आफ्नो न्युक्लियर डेटरेन्स चाहिँ सबै EU कन्ट्रिजमा बाँड्छु भनेर, त्यो प्रसाद बाँडेको जस्तो, होइन, प्रसाद बाँडेको जस्तो फ्रान्सले के भन्दैछ, आफ्नो न्युक्लियर डेटरेन्स सबैमा बाँड्छु। जस्तै पाकिस्तानले भन्छ नि कि हाम्रोमा पाउ किलो का बम है, हम जब चाहे भारत को खत्म कर सकते हैं, यसरी। सो इट्स बचकानी कुरा हो नि त, त्यो एकदम बचकानी कुरा हो। अनि त्यस्तो भन्दाखेरि फ्रान्सको जुन चाहिँ राइट विङ आफ्नो अपोजिसन छ उसले पुरा बेसी के गरेको थियो भन्दाखेरि त्यति बेला त्यसको विरुद्धमा भनेको थियो, होइन, हामीहरू कुनै पनि हालतमा फ्रान्सलाई दिँदैनौँ यस्तो गर्नुको लागि। किनभने अघि नै को सिद्धान्त के थियो, जति पनि कन्ट्रिजहरू छ सबैजनाले आफ्नो सेल्फ इन्ट्रेस्ट मात्रै हेर्छ। ठिक छ, अनि त्यो अपोजिसनले के भन्दै थियो, त्यो जुन चाहिँ न्युक्लियर फेसिलिटी छ हाम्रोमा त्यो हामीले अरूलाई दिनु बाँड्नुको लागि राखेको कि आफ्नो प्रोटेक्सन गर्नुको लागि राखेको भनेर भन्यो। ठिक छ, त्यस्तो भन्दाखेरि अगेन ब्याकआउट चाहिँ गर्यो। तर भए पनि यो जुन चाहिँ छ नि बाँड्ने न्युक्लियर डेटरेन्स सबैलाई बाँड्ने, इनफ्याक्ट क्यानाडाले पनि भन्दै थियो हामीले न्युक्लियर बम चाहिन्छ भनेर, बिकज क्यानाडासँग पनि के छ, युएसए को फाइट चलिरहेको छ ट्यारिफसँग है। अनि क्यानाडा सोच्नुहोस् त, एउटा इमेजिन एउटा सिचुएसन, अब पाउ किलोको जुन चाहिँ बम छ त्यो फ्रान्सले चाहिँ क्यानाडालाई दियो, अनि क्यानाडाले त्यो बमको अहिले केही नहुँदाखेरि त धम्की दिन्छ भने, अब त्यो एउटा बम हुँदाखेरि कसरी धम्की दिन्छ होला सोच्नुहोस्। मान्छेहरू मूर्ख हुन्छन्, कतिजना मान्छेहरू हुन्छ नि लिडरहरू भएर पनि। अब हेर्नुहोस्, चाइना एउटा त भयो, रसिया, अर्को युक्रेन, अर्को युएसए, आफ्नो आफ्नो मोटिभ छ, अर्को युरोपियन युनियन, अर्को यहाँ चाहिँ को छ भन्दाखेरि चाइना पनि छ। चाइना पनि यो वारकै पक्षमा छ। कसरी छ भन्दाखेरि चाइनालाई पनि युएसएले ट्यारिफ वारमा हालिसकेको छ, होइन। चाइनाको त सबभन्दा ठुलो दुश्मन नै हो युएसए इन टर्म्स अफ इकोनोमिक वारफेयर है। अनि त्यही भएर पनि चाइनाले के गर्न चाहन्छ त भन्दाखेरि युएसएलाई इन्गेज राख्न चाहन्छ, युएसएलाई वारमै इन्गेज राख्न चाहन्छ, सो द्याट उसको जुन चाहिँ ट्रेड वार छ बेसी इम्प्याक्ट नपरोस् भनेर चाइनाले। त्यो त एउटा रिजन हो। अर्को रिजन चाहिँ के हो भन्दाखेरि रसिया एन्ड युएसए अहिले क्लोज हुँदैछन्, होइन। बिचमा अब यस्तो खालको जियोपोलिटिकल सिनेरियो मैले कहिले पनि इमेजिन पनि गर्न सक्दिनँ, जहाँ चाहिँ रसिया र युनाइटेड स्टेट्स अफ अमेरिका एउटै हुँदैछन् अहिले। इनफ्याक्ट एउटा लिनियर मोमेन्टमा चल्दैछन्। अब त्यो हुने बित्तिकै कसले साह्रो पर्छ त भन्दाखेरि सबभन्दा इम्प्याक्ट पर्ने भनेको देश नै चाइना हो। सो चाइना अल्सो डज नट वान्ट दिस वार टु एन्ड। चाइनाको पनि आफ्नो मोटिभ छ। अब भारतको कसको पक्षमा छ त भन्दाखेरि हामीले भनिहाल्यौँ हामीहरू पिसको पक्षमा छौँ, शान्तिको पक्षमा छौँ। त्यही भएर यहाँ हेर्नुहोस् हाम्रो हनुमानजीले ध्यान गर्नुहुँदैछ, शान्तिको ध्यान। हामीहरू पनि शान्तिकै पक्षमा हामीहरू जान्छौँ। ओके, सो हामीलाई पनि वर्ल्डमा वार चाहिँदैन। प्राइम मिनिस्टर मोदीजीले भन्नुभएको छ के भन्दा, दिस इज नट अ स्टेट अफ वार, दिस इज नट एन इरा अफ वार। इरा यो वारको इरा होइन, यो वारको पिरियड होइन भनेर भन्नुभएको छ, होइन। सो हामीहरू वारको पक्षमा त छँदैनै छैनौँ, ठिक छ। हामीहरू पिसको पक्षमा छौँ, राइट। सो भारतको चाहिँ हो त्यो मेन रिजन। यो त थियो अहिलेसम्मको लेखाजोखा वारको बारेमा। अब हामीहरू ब्रिफली डिस्कस गर्नेछौँ, किनभने यो भिडियो त अति नै बेसी लामो भइसक्यो है। यति बेसी लामो भिडियो त अहिलेसम्म यहाँसम्म हेर्नुहुँदैछ भने त इट्स लाइक भेरी गुड है। तर भए पनि कोही बात छैन, हामीले छिटो कन्क्लुड गर्न कोसिस गर्छौँ। मैले भनेको थिएँ ट्रम्पले अहिले के गर्नुहुँदैछ, माला जप्नुहुँदैछ के को,
ट्यारिफ 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 है, उहाँले सिर्फ ट्यारिफको कुरा गर्नु हुँदैछ। अब त्यो ट्यारिफले चाहिँ भारतलाई पनि पुरा बेसी इम्प्याक्ट पर्छ। जस्तै मैले अघि भनेको थिएँ नि, काट्साले बेसी भारतलाई इम्प्याक्ट परेन, किनभने पहिलाको जुन चाहिँ युएसए को प्रेसिडेन्ट थियो त्यो प्रेसिडेन्टले काट्सा एक्ट भारतमा लगाउँथ्यो। द्याट मिन्स क्यान्सल कल्चर या त स्याङ्सन कल्चर। स्याङ्सन गर्नु र ट्यारिफमा चाहिँ भिन्न छ। स्याङ्सन गर्दाखेरि भारतलाई त्यति बेसी फरक परेन पनि, किनभने हामीले S-400 को डिल गऱ्यौँ है, तर ट्यारिफमा चाहिँ पुरै बेसी फरक पर्छ। अब भारतमा रेसिप्रोकल ट्यारिफ लाग्दैछ। कहिलेदेखिको लाग्दैछ भन्दाखेरि 2 अप्रिल 2025। ट्रम्पले जोकिङले पनि भन्यो 1 अप्रिलदेखिको लगाउने थियो, तर 1 अप्रिल भनेको त के हो भन्दाखेरि अप्रिल फुल्स डे हो नि त। अप्रिल फुल्स डेमा त म अप्रिल फुल हुनु दिदिनँ, आफूले पनि फुल गराउँदिनँ भनेर चाहिँ 2 अप्रिलदेखिको भारतमा पनि रेसिप्रोकल ट्यारिफ लाग्दैछ। ओके, सो यो ट्यारिफले चाहिँ भारतमा पनि पुरा बेसी इम्प्याक्ट गर्छ। अब रेसिप्रोकल ट्यारिफ भनेको के हो भन्दाखेरि जस्तै भारतले एउटा प्रडक्टमा है, जस्तै युएसएबाट कुनै पनि प्रडक्ट आउँदैछ अरे भारतमा, ठिक छ, भारतले 150% को ट्यारिफहरुसम्म पनि लगाउँदैछ कतिवटा मोटर प्रोडक्ट्समा। स्पेशली यो चाहिँ कतिखेर पुरा बेसी भाइरल भएको थियो या त ट्रम्पलाई मन नपरेको कुरा भनौँ न है। जति बेला हार्ले डेभिडसन भन्ने एउटा बाइक छ, त्यो बाइकमा चाहिँ भारतले 150% को चार्ज लगाउँदै थियो। त्यो चाहिँ मन परेको थिएन कसलाई भन्दाखेरि डोनाल्ड ट्रम्पलाई। त्यति बेलादेखिको मन नपरेको कुरा हो है ट्यारिफलाई, किनभने भारतले चाहिँ 150% ट्यारिफ लगाउँछ अनि हाम्रो मार्केटमा चाहिँ फ्रीमा काम गर्छ है। हामीले चाहिँ कुनै पनि प्रकारको ट्यारिफ लगाउँदैनौँ भारतलाई। भारतले चाहिँ 150% को ट्यारिफ लगाउँछ। द्याट मिन्स भारतले चाहिँ के गर्दैछ, हामीलाई रिप गर्दैछ, हामीलाई दे आर रिपिङ अस अपार्ट भनेर भन्दैछ। ठिक छ, हामीलाई लुट्दैछ भारतले भन्दैछ, त्यो चाहिँ ट्रम्पले। अब 2 अप्रिलदेखिको चाहिँ यो हुनेवाला छैन। 2 अप्रिलदेखिको चाहिँ यदि भारतले 150% को ट्यारिफ लगाउँछ भने हामी पनि 150% को नै ट्यारिफ लगाउँछौँ। रेसिप्रोकल ट्यारिफको कुरा गर्दैछ डोनाल्ड ट्रम्पले। हो, अब यही नहोस् भनेर चाहिँ यहाँ हेर्नुहोस् एउटा आर्टिकल, इन्डिया प्लान्स मोर ट्यारिफ चेन्जेस टु कर्ब ट्रम्प ट्रेड थ्रेट्स। त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि भारतले पनि आफ्नो ट्यारिफको जुन चाहिँ छ त्यसलाई कम्ती गर्दैछ। ठिक छ, कम्ती गरेर कोसिस गर्दैछ। ओके, अब यो चाहिँ के भयो, काट्सा त हामीले अघि नै डिस्कस गरिहाल्यौँ। काट्साको फुल फर्म चाहिँ के हो भन्दाखेरि काउन्टरिङ अमेरिकास एडभर्सिज थ्रु स्याङ्सन्स एक्ट। काट्सा भन्ने एक्ट छ अमेरिकामा। त्यो एक्टले चाहिँ के भन्छ भन्दाखेरि यदि भारत या त कुनै पनि देशले, अरू देशले रसिया, नर्थ कोरिया या इरानसँग कुनै पनि प्रकारको पर्चेज गर्दैछ भने, डिलिङ्स गर्दैछ भने उसलाई काट्सा लाग्छ। त्यसको मतलब के हो भन्दाखेरि हामीले त्यसलाई स्याङ्सन गर्नु सक्छौँ भनेर भनेको छ। तर भए पनि काट्साको परवाह नगरिकन भारतले के गर्यो भन्दाखेरि S-400 डिफेन्स सिस्टम रसियाबाट किनेको थियो। ठिक छ, त्यति बेला आफ्नो डिप्लोमेटिक भिक्ट्री भएको थियो भारतको। ओके, नाउ अब चाहिँ आउँ हाम्रो ब्रोको बारेमा। को ब्रो भन्दाखेरि इलन मस्क हामीले देख्छौँ वर्ल्डको रिचेस्ट पर्सन हो अहिले। उसले चाहिँ के गर्दैछ भन्दाखेरि डोज चलाउँदैछ। डोज भनेको के हो, डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी। डोजले चाहिँ के गर्छ, मैले अघि नै फर्स्टमा पनि भनेको थिएँ, जति पनि वेस्टफुल मनी जाँदैछ त्यसलाई कर्भ गर्ने काम गर्छ डोजले। ओके, अब डोजको फाइन्डिङ्समा चाहिँ के फेला पर्यो, थुप्रो कुरा फेला परेको छ। तर भारतको सन्दर्भमा चाहिँ के फेला पर्यो भन्दाखेरि युएसएले चाहिँ $21 मिलियन दिँदै थियो अरे। $21 मिलियन। ठिक छ, किन दिँदै थियो भन्दाखेरि भोट टर्नआउटको लागि इन इन्डिया। देख्न सक्छौँ हामीले यहाँ $21 मिलियन भोट टर्नआउटको लागि इन इन्डिया। अब हामीलाई थाहा छ रिसेन्टली 2024 के भएको थियो भन्दाखेरि इलेक्सन भएको थियो भारतमा। यो त के भयो भन्दाखेरि सिधा सिधै इलेक्सनमा इन्टरफेरेन्स गरेको भयो हैन। $21 मिलियन भोटर टर्नआउटको लागि दिँदैछ। यसको अर्थ के हो भन्दाखेरि भारतको इलेक्सनलाई इन्फ्लुएन्स गर्नुको लागि हो। त्यही हो नि त, मेन रिजन त त्यही हो नि त हैन। अनि यही कुराले डोनाल्ड ट्रम्पले पनि भनेको थियो। के भनेको थियो भन्दाखेरि आई शुड से दिस टु माई फ्रेन्ड प्राइम मिनिस्टर मोदी भनेर भनेको थियो। ठिक छ, किन त्यस्तो भनेको थियो भन्दाखेरि इट सिम्ड जो पनि पहिलाको गभर्मेन्टमा हुनुहुन्थ्यो इट सिम्ड द्याट दे डिड नट वान्ट मोदी टु बी द प्राइम मिनिस्टर अफ इन्डिया। उनीहरूले चाहँदैन थियो कि मोदी चाहिँ प्राइम मिनिस्टर होस् इन्डियाको भनेर। त्यही भएर चाहिँ यो $21 मिलियन
भोटर टर्नआउटको लागि दिँदै थियो। ओके, यो त एउटा भारतको रेफरेन्समा फाइन्डिङ थियो। अब हेर्नुहोस् नेपालको रेफरेन्समा फाइन्डिङ के आएछ भन्दाखेरि फिजिकल नेपाल अभियसली तथ्यमै बोल्नुपर्छ है, बोल्दाखेरि आर्टिकल त्यही भएर जति पनि न्युजपेपर आर्टिकल्स नै लिएर आएर चाहिँ भनेको राम्रो हो। न्युजपेपर आर्टिकल फिजिकल नेपालको यो कटिङ हो। यसमा के भन्दैछ, डज इलन मस्क लेड डज हल्स ग्रान्ट टु नेपाल फर फेडरलिजम। यहाँ हेर्नुहोस् है, इम्पोर्टेन्ट वर्ड के छ भन्दाखेरि फेडरलिजम, भाइचारिता, भाइचारा। फेडरलिजम भनेको के हो, भाइचारा बढाउनुको लागि अरे। अनि बायोडाइभर्सिटी कन्जर्भेसन, बायोडाइभर्सिटी कन्जर्भेसनसम्म थियो भन्दा ठिकै छ, तर यहाँ फेडरलिजमको कुरा आयो। यो पनि के हो भन्दाखेरि आफ्नो कन्ट्रीमा द्याट इज नेपालमा सभर्निटीलाई हस्ताक्षेप गर्नु। सभर्निटी किनभने फेडरलिजम को हो त, युएसए को हो फेडरलिजम बढाउने? नेपालमा भाइचारा छैन, अभियसै छ। नेपालले चाहिँ एड दिनुपर्ने जरुरत छैन नि त भाइचारा बढाउनुको लागि, करेक्ट। अर्को न्युज हेर्नुहोस्, अर्को न्युज अचम्मै खालको न्युज छ। द काठमाडौँ पोस्टको न्युज आर्टिकल हो। यसमा के लेखेको छ भन्दाखेरि लिङ्कडिन रेजेस कन्सर्न अबाउट रिपोर्ट्स अफ एथिजम प्रमोसन इन नेपाल। नेपालमा के प्रमोट गर्दैछ भन्दाखेरि एथिजम। एथिजमको अर्थ के हो, नास्तिकता। नास्तिकता प्रमोट गर्दैछ, नास्तिकता। एथिजम। नेपाल एउटा मात्रै हिन्दू राष्ट्र, भलै उनीहरूको कन्स्टिट्युसनमा हिन्दू राष्ट्र भन्ने केही पनि छैन अहिले। दे कल देमसेल्फ सेक्युलर नेसन, सो कल्ड हुन्छ नि सेक्युलरिजम। तर यो सेक्युलरिजमले गर्दाखेरि भारतलाई कति नराम्रो इफेक्ट पारेको छ त्यो त अब हामी भारतवासीले नै भोगेको छौँ है। वी हेभ एक्सपिरियन्स द नेगेटिभ इम्प्याक्ट अफ सो कल्ड फेक सेक्युलरिजम इन भारत, ठिक छ। त्यसकै ट्रेन्डमा पनि जाँदैछ नेपाल। अब नेपालको उनीहरूको आफ्नो रिजनिङ छ जे भए पनि, तर भए पनि एटलिस्ट मेजोरिटी अफ द नेपालीज कम्युनिटी आर हिन्दूज है, उहाँहरू हिन्दू हो होइन त। अब त्यो कन्ट्रीमा स्पेसिफिकली टार्गेट गर्दैछ के को लागि भन्दाखेरि एथिजम प्रमोट गर्नुको लागि। सो इमेजिन कस्तो खालको मोटिभ छ उनीहरूको। अनि अन्तिममा हाम्रो डजको फाइन्डिङ्सहरू हेर्नु, सबै त हामीले डिस्कस गर्दैनौँ, इम्पोर्टेन्ट फाइन्डिङ्सहरू डिस्कस गर्छौँ। डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी, यो एक्स ह्यान्डल हो उहाँहरूको, ओके। डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीको हेर्नुहोस् के प्रमोट गर्नुको लागि चाहिँ उनीहरूले पैसा दिँदै थियो। डजको काम यस्तै पैसालाई पक्रिनु, अनवान्टेड खर्चलाई घटाउनुको लागि चाहिँ डजको काम हो। हेर्नुहोस् उनीहरूले $10 मिलियन मोजाम्बिक भन्ने देश छ त्यसमा चाहिँ के को लागि युज गर्दै थियो भन्दाखेरि मेल सर्कमसिजनको लागि। क्यान यु इभन इमेजिन, एउटा मेलको सर्कमसिजन गर्नुको लागि $10 मिलियन युएसएले फन्ड गर्दै थियो। इट इज रिडिकुलस। अर्को हेर्नुहोस्, $21 मिलियन फर भोटर टर्नआउट इन इन्डिया, हामीले त्यो डिस्कस गरिहाल्यौँ। यहाँ हेर्नुहोस् $29 मिलियन टु स्ट्रेन्थन पोलिटिकल ल्यान्डस्केप इन बङ्गलादेश। बङ्गलादेशमा रिसेन्टली के भएको थियो, कु भएको थियो होइन, तख्तापलट भएको थियो, शेख हसिनाले गएको थियो। त्यो फन्डिङ कहाँबाट आउँदैछ, यहाँ हेर्नुहोस् फन्डिङ कहाँबाट आउँदैछ, युएसए। $29 मिलियन। अर्को हेर्नुहोस् $20 मिलियन फिजिकल फेडरलिजम इन नेपाल। फिजिकल फेडरलिजम प्रमोट गर्नुको लागि नेपालमा $29 मिलियन। आफ्नो सभरेन जुन चाहिँ राइट छ, सम्प्रभुता, त्यो चाहिँ हामीले गिरवी राख्दैछौँ। कसको माथि भन्दाखेरि युनाइटेड स्टेट्स अफ अमेरिकाको माथि। जति पनि पोलिटिसियन्सहरू हुनुहुन्छ, यदि हजुरहरूले बाई चान्स होइन मिराकुलसली यदि यो भिडियो हेर्नुहुँदैछ भने तपाईँहरूलाई त लाज लाग्नुपर्ने कुरा हो। अर्को नेपालको भन्दैछु म है। अर्को $19 मिलियन बायोडाइभर्सिटी कन्जर्भेसन इन नेपाल। यो चाहिँ हो फाइन्डिङ्स कसको भन्दाखेरि डजको फाइन्डिङ्स। अब यस्तो फाइन्डिङ्स त भर्खर सुरुवात हुँदैछ, कति होला अझै। सो यही हो चेन्जिङ जियो पोलिटिक्स। अहिले हाम्रो हेर्नुहोस् जियो पोलिटिक्स चेन्ज भइरहेको छ। अब वे फरवर्ड चाहिँ के हो त भन्दाखेरि हामीले अघि नै डिस्कस गरिहाल्यौँ, जति पनि कन्ट्रिजहरू छ सबैले आफ्नो सेल्फ इन्ट्रेस्ट हेर्छ र गर्नुपर्ने पनि त्यही हो। आफ्नो सेल्फ इन्ट्रेस्ट हेर्नुहोस् जसले पनि, अनि त्यो सेल्फ इन्ट्रेस्ट कन्भर्स हुँदैछ भने त्यसलाई अगाडि बढाउनुहोस्, डाइभर्स हुँदैछ भने त्यसलाई नेगोसिएट गर्नुहोस्। त्यही नै हो, गर्नु नै त्यही हो। अहिले कसैसँग कसैको कन्फ्लिक्टमा आफूलाई अलाइन गर्नु हुँदैन है। भोलिको दिनमा भारत र चाइना
फाइट गर्दैछ भने हाम्रो नेबरिङ कन्ट्रिजले पनि कसैको पनि साइड गर्नु हुँदैन, गर्नु पनि हुँदैन। किन गर्नु? इट इज द प्रब्लम बिट्विन भारत एन्ड चाइना। कसैले पनि मेडल गर्नुपर्ने काम केही छैन नि त। अमेरिका जस्तो देश जसले चाहिँ कन्फ्लिक्ट चाहन्छ उनीहरूले आएर मेडलिङ गर्नु कोसिस गर्छ, तर भारत सुड नेभर अलाउ, र भारत इज नेभर गोइङ टु अलाउ अल्सो। ठिक छ। अनि सबै कन्ट्रिजले के गर्दैछ, अब प्राय जस्तो ग्लोबलाइज्ड वर्ल्ड भए तापनि अहिले मल्टिल्याटरलिजम बेसी चल्दैन र बाइलेटरल ट्रेडमा पुरा बेसी ध्यान दिन्छ प्राय जस्तोले। किन भन्दाखेरि मल्टिल्याटरलिजममा थुप्रो प्रकारको इस्युजहरू आउँछ है, त्यही भएर चाहिँ बाइलेटरल ट्रेडतिर पुरा बेसी फोकस गर्दैछ। अनि केमा फोकस गर्दैछ भन्दाखेरि मेक इन योर रेस्पेक्टिभ कन्ट्रीमा फोकस गर्दैछ। जस्तै अमेरिकाले के भन्दैछ भन्दाखेरि मेक अमेरिका ग्रेट अगेन, मगा हैन। अनि भारतले के भन्दैछ, मेक इन इन्डिया। रिसेन्टली प्राइम मिनिस्टर मोदी जति बेला युएसए जानुभएको थियो उहाँले मेगा प्लस मिगा इजिकल्स टु मेगा भनेर यस्तो के भन्नुभएको थियो हैन। जस्तै मागा भनेको के हो, मेक अमेरिका ग्रेट अगेन र मेक इन इन्डिया जोइन गरेर चाहिँ मेगा भने, मेगा भनेको के ठुलो, सो पोसिबिलिटी बेसी छ भनेर भन्दैछ। सो त्यही भएर के हुँदैछ भन्दाखेरि आजकल जति पनि छ नि यो चाइनाले यो कोभिड-19ले गर्दाखेरि के हुँदैछ भन्दाखेरि लजिस्टिक्स जुन चाहिँ छ हैन, लजिस्टिक्समा जति कस्ट लाग्दैछ मान्छेले त्यो घटाउनुको लागि पनि के गर्दैछ, आफ्नोमै प्रड्युस गर्नु भनेर भन्दैछ है। सो यो चाहिँ के हो भन्दाखेरि अहिलेसम्मको जियोपोलिटिक्सको लेखाजोखा हो। ठिक छ। यदि आजको यो सेसन हजुरहरूलाई राम्रो लाग्यो भने कृपया यो भिडियोलाई भरपुर सेयर गरिदिनु होला, अनि लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। युट्युबबाट हेर्नुहुँदैछ भने सब्सक्राइब गरिदिनु होला, अनि फेसबुकबाट हेर्नुहुँदैछ भने च्यानललाई फलो पनि गरिदिनु होला।